1 2 3 गो हाम्रो यो कफी हबमा चाहिँ कसरी जोडिन पुग्यो कसरी थाहा भयो मेरो मामाले टिकटकमा हेर्नुभएको रहेछ अनि माथि। अनि त्यही टिकटकबाट ए कस्तो लाग्यो त सिकाउने सिक्दै जाने क्रममा कस्तो लाग्यो कफी हब एकदमै राम्रो फ्रेन्डली इन्भाइरोमेन्ट सिकाइ कस्तो लाग्यो सिकाइ पनि राम्रो ओभरअल एक्सपिरियन्स राम्रो भयो के सिक्यो कुन ठाउँबाट आएको अरे भल्लुई बलवेबाट ए के सिक्यौँ हामी आफूले सिकेको कुराहरू सर बताउन सकिन्छ कुकिज सिक्यो अनि त्यो केकमा नाम लेख्न अनि रोज बनाउन अनि त्यसपछि केक बनाउन मजाले सक्यो होइन ल थ्याङ्क यू अरू केही छ प्रतिक्रिया दिनुपर्ने ल थ्याङ्क यू र शुभकामना है ल मेन म चाहिँ तानसेन पाल्पाबाट आएको सर हजुर मैले चाहिँ टिकटकमा चाहिँ यसो गरेर नि फलो गरेर आएको थिएँ अनि त्यसपछि ठ्याक्कै कन्ट्याक्ट गरेर चाहिँ म तालिम सिक्न आएको हो अब यहाँ आएर केक प्लस बेकरी र बारिस्ता ट्रेनिङ चाहिँ हामीले लिन कस्तो लाग्यो तपाईँलाई सिक्दै जाने क्रममा तपाईँलाई कस्तो लाग्यो होइन आफ्नो प्रतिक्रियाहरू हजुर मेनली भनेको अब अरूले गराएको देख्दाखेरि चाहिँ एकदम इजिली सकिन्छ जस्तो लाग्छ तर जुन कुरा चाहिँ प्र्याक्टिकलमा गर्नुपर्ने हो त्यो गर्दाखेरि चाहिँ धेरै अनुभव चाहिँदो रहेछ जो धेरै सिक्ने मौका पाइयो वर्ष हुनुभयो तपाईँ म 42 सर 42 हुनुभयो है 42 मा तपाईँले तालिम सिक्दै हुनुहुन्छ होइन हजुर अब यसपछिको तपाईँको चाहिँ योजना के हुनेछ के गर्नुहुन्छ कता जानुहुन्छ अथवा होइन मेन भनेको सर अब सम्भवतः प्रोसेस त बाहिरकै लागि हो हजुर वैदेशिक रोजगारमा जाँदाखेरि एउटा सिप सिकेर जानु र अब आफूसँग सिपै नभएर जाँदाखेरि चाहिँ धेरै फरक हुन्छ अब वहाँ गएर एउटा सिप सिकेर त्यो ठाउँमा चाहिँ आफूले युज गर्न सकियो भने चाहिँ अलिकति काम गर्न पनि सहज हुन्छ जस्तो लाग्छ यो कफी र यो बेकरी नै यो सिक्छु भन्ने जुन सोच चाहिँ कहाँबाट आइदियो तपाईँलाई मेन भनेकै अब बाहिरतिर बढी चलेको चाहिँ यो बारिस्ता प्लस बेकरी अनि सुसी रहेछ सर यसो हेर्दाखेरि अनि ठ्याक्कै त्यही मौका चाहिँ मिल्यो अब नमस्ते म कृष्णगिरी मेरो घर चाहिँ सैन महिना 5 मुर्गिया यहाँ चाहिँ हाम्रो यो कफी हबमा मैले टिकटकको थ्रुबाट चाहिँ देखेँ यहाँ चाहिँ विदेशी यात्रालाई चाहिँ सफल बनाउन चाहनुहुन्छ भने यहाँ आएर सिक्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै दक्ष अनुभवी ट्रेनरहरूबाट साथै सर म्याडमहरूले चाहिँ यहाँ चाहिँ सिकाउनु हुँदो रहेछ हामीले चाहिँ प्रत्यक्ष रूपमा देख्यौँ भोग्यौँ पनि होइन यही नै भन्न चाहन्छु हस् त धन्यवाद ल अब तपाईँ चाहिँ यही केक पेस्ट्री बेकरी कफी नै मैले पनि सिक्नु पर्ला भन्ने जुन सोच चाहिँ तपाईँलाई कहाँबाट आइदियो हजुर यस सिप सिक्नु भनेकै चाहिँ आफू दक्ष हुनु हो होइन आफ्नो क्यापेसिटीलाई बढाउनु हो त्यही भएर नि मैले नै आफ्नो चाहिँ दक्षतालाई चाहिँ बढाउनको लागि चाहिँ यसलाई चाहिँ सिक्नुपर्छ भन्ने चाहिँ भित्रैबाट चाहिँ आएको भएर मैले सिक्ने चाहिँ कोसिस गरेँ हजुर अबको यो फर्दर प्लानिङ चाहिँ के छ तपाईँको अब पछि के गर्छु भन्ने जुन चाहिँ पछि चाहिँ अब यो सिप सिकिसकेपछि आफै चाहिँ अब यो वैदेशिक यात्राको लागि पनि एकदमै राम्रो हुने भयो होइन यो सिपले गर्दाखेरि विदेशमा गएर केही गर्छु भन्ने भयो साथै नेपालमै आफै व्यक्तिगत रूपमा केही व्यवसाय गर्छु भन्ने मनसाय राख्नुभएका तमाम जनहरूलाई पनि उहाँहरूलाई पनि एकदमै हेल्पफुल हुनेछ हजुर तुलसी पछाइ है मैले धेरै ढिला गरेन एकदम छिटो तुलसी पछाइ आउनुहोस् न आउनु भएको छ ल यतातिर आउनुहोस् है ल यतापट्टि ल टिका लाउनु मिल्छ ल ल ठिक छ यतापट्टि है यता सर्टिफिकेट ल्याइ ल आऊ ल यतापट्टि ल तालिया है ल भयो ल थ्याङ्क यू ल ब्यागमा हाल्थ्यो तिमी आफै हाल्थ्यो राजिन सेन भन्नु पऱ्यो होइन ल यता टिका लाउनु मिल्छ तालिया है ल थ्याङ्क यू ब्यागमा ब्याग सुनिल चौधरी टिका लाउनु मिल्छ होइन
थ्याङ्क यू रोशन शाह कोही पनि नजानु होला एउटा ग्रुप फोटो पनि लिन छ तपाईँहरूको सबैजनाको ल रोशन शाह ल यसो राख्दै कोही नजिकको रोशन शाह नजिकको साथी आफन्त ल उता साइडमा राख्दै सबिना बुच्छा ल तालिया गोपाल भुषाल ल आउनुहोस् आउनुहोस् ल है तालिया तालिया आज धेरै थोरै आउनु भएछ जस्तो लाग्यो हो ल टिका लाउनु भएछ ल ठिक छ ए ल अहिले आउँछ ज्योति दर्जी ल आउनुहोस् आउनुहोस् ठिकै लाउनु मिल्छ थ्याङ्क यू देऊ सपोर्ट गर्दै तारा सारू अनुपस्थित तारा सारू है अनुपस्थित कोही नजिकको चिनेको आफन्त राख्दै नआएको उता मेघराज थापा ल ल ल ल ल ल ल ल यसो तालिए ल यसो मुसुकै हाँसिदिनु पर्यो है ल हुन्छ ल उता 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 ए बाबु यता यता है कहाँ जाने बाबु किन दौडेको ल चाँदनी डङ्गाल ल ल कोही पनि नजानु होला है लास्टमा ग्रुप फोटो लिने ल ठिक है मिल्दैन मिल्छ मिल्दैन ल सरगम श्रेष्ठ डाँगे है ल आउनुहोस् ल ए टिका लाउँदैछ ल हुन्छ ल अभिषेक थापा ल हुन्छ ल ल ठिक है ल ल ठिक छ बुद्ध नेपाने ल ठिक लाउनु मिल्छ
पुष्कर परियार ल ल ठिक लाउँदैछ हैन ल ताली है ठिक छ आकृति थापा ल ठिक लाउँदैछ सिमन भण्डारी सिमन भनेको साइमन भन्ने सिमन हैन ल ल सिमन भण्डारी ए ठिक लाउँदैछ ल ताली ल ल यता यता संजय छन्तेल ल अनुपस्थित कोही नजिकको ल उता 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 छ ल आउन सक्छु सागर भुसाल ल ए ल उता 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 अस्मिता विक ल टिका मिल्दैन ल ल मिलन कुमार नेपाली ल आउनुहोस् ठिक ल तालिया है तालिया ल ल भूमिका थापा ल आउनुहोस् ल ए ठिक लाउनु मिल्दैन सिर्जना विक ठिक लाउँदैछ दृष्टि पाण्डे ल खोइ थालिए खोइ त राजेन्द्र विक पटेल उपस्थित कोही नजिकको आफन्त राजेश दर्लामी यो सविता कार्के ल सविता कार्के उपस्थित ल
तालिया अलि आज खाना नखाइकन आएको हो कि जस्तो लाग्यो हो शक्ति आएको छैन नि ल अनिश थापा ल तालिया तालिया ए ल ठिकै है ल तालिया तालिया ल रेशम न्यौपाने रेशम उपस्थित कि अनुपस्थित ल अमृता गुरुङ धेरैजना आज हैन आउनु भएन रहेछ कृष्ण सुनारी थापा ठीक है मिल्दैन तालिया निशान घले गुरुङ ल ठीक है तालिया मधु कुंवर ठीक है तालिया तालिया अलि जोडले ल बिनिम गुरुङ ल ल ए ल ल थ्याङ्क यू यता मिलाइदेऊ इभेन्जेलिना श्रेष्ठ ओहो म त झन्नै एन्जेलिना पो नाम थालेको हैन युनिक नाम रहेछ ल आलिया ल राजेन्द्र खड्का ल हुन्छ ओहो ठीक है आराम तालिया तालिया ल ठीक छ ल प्रेम थडराई हुनुहुन्न कृष्ण बहादुर विक ठीक है मिल्छ हेलो सन्दीप सारू ल ल है ल तालिया ठीक है ल ल यता यता एलेक्स पोखरेल ल ठीक है आउँछ
भावना श्रेष्ठ ठिक ल मिल्छ समाउनुहोस् तालिया ल पदम बहादुर बराल मिस्टर बराल होइन आएको ल आकृति राहु ल है जनक बहादुर गाहा मगर ए कोही चिनेको ए उता उहाँलाई सन्दीप आले मगर सन्दीप आले नजिकको कोही चिनेको उत्तम गामी उत्तम ल प्रतिभा खनाल ल केही होला जस्तो छ है ल कोही पनि नजानु होला है एउटा मेमोरीको लागि एउटा ठुलो ग्रुप फोटो लिन छ पुरन थापा ल ल ल ल ल ल सम्बत खरेल सम्बत ल तालिया ल कृष्ण गिरी ल आउनुहोस् ल ए ओहो तपाईँ लास्ट आउनुहोस् आउनुहोस् है ठ्याक्क लास्टमा आउनु भएको लास्टमै रहेछ सर्टिफिकेट है कस्तो सर्टिफिकेटले पनि जाने रहेछ फेरि होइन ल आउनुहोस् ल समाउनुहोस् ल ठिक छ ल ल ल सम्पूर्णलाई चाहिँ फेरि पनि हार्दिक बधाई तथा शुभकामना है आज चाहिँ हाम्रो अन्तिम दिन थियो है तर दिन अन्तिम होइन हाम्रो सम्बन्ध जन्म जन्मतको सम्बन्ध हुनेछ